हेलो साथीहरु, तपाईहरुको स्वागत छ आजको मेरो यो नयाँ भिडियोमा। तपाईहरु जम्मै सन्चै हुनुहुन्छ होला भन्ने आशाका साथ मैले आज यो नयाँ भिडियो लिएर आएको छु। भिडियो कस्तो हुनुहुन्छ भने अहिले चाहिँ हामी केक अर्डर गर्न गइरहेको छौं है। तपाईले सिधा कुरा अब यहाँ घर यस्तो देखिराख्नु भएको छ, यो हामीले बनाउन आएको यो मामाको घर हो हैन। यहाँ सगाउन म पनि आएको छु। सर त देख्न सक्नुहुन्छ, यसको बर्थडे हो नि, यसको बर्थडे हो। अब यहाँ हामी चाहिँ केक अर्डर गर्न गइरहेको छौं। भोलि केक पनि खाने छौं। त यो अब जाँदाखेरि कस्तो हुन्छ हैन, अब केक कतिको पाउँछ अब यसलाई डुबाउने कोसिस गरिरहेको छु। अब महँगो हुन्छ नि कति सयको केक, यसले पैसा दिनेवाली चाहिँ अब हेरौँ ल। लेट्स सी। अहिले चाहिँ हामी घरबाट निक्लेर हिँडिसकेको छौँ। अहिले यो कुनको बाटो हो? यो गार्मेन्ट डाँडाको बाटो जाँदैछौँ बेलबारी केक अर्डर गर्नको लागि। अब यो पछाडि चाहिँ हेरौँ न, अब कपाल बनाउँदै हिँड्दैछ किनकि यसले कपाल छोडेर आएको थियो नि त। अनि यहाँ पुगेर चाहिँ मान्छेले चिनेनन् रे, यसलाई मान्छेले नचिनेको कारणले चाहिँ यसले यहाँ कपाल बनाएर अब चाहिँ ठिक छ। यसको कपाल हेरौँ ल, यस्तो छ, यस्तो छ। अब सट्टसँगले हामी जाँदैछौँ। यस्तो राम्रो छ, देख्न सक्नुहुन्छ, बाटो पनि देख्न सक्नुहुन्छ हैन। पछाडि सट्ट लुक्सहरू देख्न सक्नुहुन्छ तपाईँहरू हैन। यही हो। सो अब यहाँबाट धेरै टाइम पनि लाग्नेवाला छैन। ठिकै छ, अब तपाईँहरू हेर्दै गर्नुहोस् ल। फाइनली हामी चाहिँ यो लन्द्रा पुलमा आइसकेको छौँ। यस्तो छ बाटो होइन। यहाँ एक्सिडेन्ट हुने सम्भावना धेरै हुने छ, यहाँ हुन्छ होइन। लम्बाइ कति देख्न सक्नुहुन्छ, पछाडि टक्कसँगले उहाँसम्म छ। सो यस्तो होइन। अब छौँ हामी चाहिँ यस्तो जाँदैछौँ सर र। सो अब उहाँ पुगेर केक अर्डर गरेको पनि भिडियो बनाउने छौँ। अनि भोलि तपाईँहरूलाई आएको होइन, अब कहाँ घुम्न जाने त्यो ठाउँ पनि देखाउनेवाला नै छौँ। सो के भाइहरूले त मजाले हेर्थ्यो त मलाई। म सब्सक्राइब हो कि सब्सक्राइबर त के भन्नु भर्खर 75 जाँदैन है, चिने जतिकै गरेर हेर्थ्यो होइन। सो आज चाहिँ यस्तो गरेर जाँदैछौँ ल। अब वहीँ पुगेपछि देखाउने नै छौँ तपाईँहरूलाई। सो यस्तो थोप्रा देखेर अरू सब्सक्राइब नगर्नु भएकोलाई म पनि भाइरल हुन्छु, यस्तै हो गाइस होइन। सो अहिले चाहिँ हामीले केक सरप्राइज छ है, केक चाहिँ सरप्राइज छ भोलि लिन आउँदा। अब यो चाहिँ कस्तो भने प्र्याङ्क तरिकाले गर्ने हो। उहाँ तल घरमा पनि गएर होइन हामीले केक सेक भेटिनौँ। अब भोलि के भन्छ केक पार्टी क्यान्सल भन्ने। अनि महँगो भन्नु केक हामीसँग औकात पुगेन भन्ने। केक अब हामीलाई महँगो भन्दैन, औकात पुगेन। अब बिल यहीँ छ होइन। अब केक चाहिँ भइसक्यो, केकहरू भइसक्यो, तर उहाँ चाहिँ सरप्राइज तरिकाले अब अहिलेसम्म हाम्रो छैन भन्ने अनि केही लिएको छैन भन्ने। त्यही भएर अहिले चाहिँ हामीले सरप्राइज तरिकाले जानेछौँ उहाँ घरमा चाहिँ। त्यही अब भोलि कस्तो हुन्छ, अब एकचोटि घरमा पुगेर सरप्राइज तपाईँहरूलाई देखाउनेवाला छौँ है। हामी यो पुलमा, यहाँ पुल माथिबाट ऊ हो होइन त, पुल माथिबाट अघि चाहिँ गएको थियौँ हामी। यहाँ तलबाट आउँदाखेरि यहाँ कामदारहरू पछाडि देखिराख्नु भएको नि त। उनीहरूले चाहिँ क्या मलाई के भनेको थियो भने अब छ जस्तो बाटो त छ होला। अनि त्यहाँबाट के भन्यो भने मैले घरमा एकचोटि सरप्राइज छ भने नि त तपाईँहरूको अगाडि। अनि सरप्राइज त सरप्राइज, अब हामी दुईजना मात्र छौँ नि त। अनि उनीहरूले घरमा सरप्राइज छ भनेपछि थाहा भयो यसले बिहे गरेको छ जस्तो सोच्यो होला क्या। अनि त्यही भएर पुरै परसम्म आउँछ भने दिइरहेँ, यस्तो हेरिदिइरहेको थिएँ। अब त्यसो तिनीहरूले पक्कै त्यही सोचेको। तर यो चाहिँ मेरो मामाको छोरी हो होइन। म अहिले मामा घरमा छु, मैले चाहिँ बिहे गरिसकेको हो। फेरि आइ एम नट अ सिङ्गल। मेरो वाइफ चाहिँ अहिले माइतमा चाहिँ हो, त्यसरी नबुझ्नु है फेरि। त्यस्तै हो। सो अब हामी जाँदैछौँ, यो पुल तरिसक्न लाग्यौँ। अब के हो नि त होइन, यस्तै भयो नि गर्नु पऱ्यो, म पनि यस्तै गर्नु पर्ला जस्तो छ। यहाँ बाटो पक्कै छ होला होइन। यो अब हामी जसरी भयो नि जानेवाला छौँ। हाम्रो एसी चल्दाखेरि नि अब यसको गफ सुन्नु है त। यस्तै बनाएको थियो त उता बारे एक्जामको लास्ट दिन होइन। सबै क्वेसन भेला पारेर लु हातदेखि स्वाहा भन्दै, हातदेखि टेन्सन स्वाहा भन्दै सबै बगाएको। एसी भन्ने बित्तिकै अहिले एसी चलिरहेको छ होइन। आज पहिलो दिन अहिले, त्यही भएर यसलाई याद आएको। जम्मै स्टुडेन्ट भाइ बहिनीहरूलाई के भन्छ नि, शुभकामना ल। तिमीहरूले एसीको शुभकामना राम्रोसँग दिनु।
प्रगति उन्नति गर्दै जानु यी म जस्तो बेरोजगार लट्ठुवा भएर नडुल्नु होइन अब यस्तै हो होइन सो अब जम्मै A+ ल्याउनु अनि यो एसीको बेलामा के भन्छ नि बाहिर जाने के अब मैले अघि भर्खरै पनि एउटा न्युज हेरिरहेको थिएँ कि कस्तो भन्नुहुन्छ भने तर एकजना केटीले धोका दिएर बुटवलमै आत्महत्या गरेको केटाले यो होस्टलमा बस्दाखेरि भन्ने हेरिरहेको थिएँ त्यस्तो नगर्नु सो अहिले भनेको तपाईँहरूको त्यस्तो समय पनि होइन र सो अहिले लभ इज के भन्छ त्यहाँदेखि त चाहिँ होइन म अब इङ्ग्लिसमा कमजोरी हो नि त त्यही हो अब सो त्यही गर्नु होला भन्न चाहन्छु अहिले त्यस्तोतिर नफस्नु होला अहिले भर्खर एसी दिने त्यस्तै अब एसी दिने भाइ बहिनीहरू कहाँ आफ्नो घरबाट टाढा टाढा सेन्टर परेको हुनाले सेन्टरहरू पनि जानुपर्ने हुन्छ अनि सो सेन्टर पर्दा अब यस्तै हो अब केटाकेटीको उमेर भने यहाँ अब 10मा पढ्ने विद्यार्थीहरू भनेको जुन 15, 14, 15, 16 त्यस्तैको त हुन्छन् त्यही अब के गर्नु आफूमा डिपेन्ड पर्छ अब तपाईँहरूको भविष्य राम्रो होस् एसीको शुभकामना तपाईँहरूलाई भन्दै अब एकछिनपछि देखाउनेवाला छौँ है त अब घरमा चाहिँ कस्तो छ भने सरप्राइज तरिकाले अब केक ल्याइनौँ अब भोलि चाहिँ हाम्रो पार्टी क्यान्सल भएको छ भन्नेवाला छौँ अब सो रियाक्सन हेर्नुहोस् त अब कसको के हुन्छ रियाक्सन ल हेर्छु चटपटी खाएको लागेको छैन चटपटे पानी केक पनि किनेन अब भनेको त अब किन्न त 1000 5 बजो होला भन्नुलाई हेर्नु बजो 5 2 भयो 5 बजो अब हजुर अब हामी चाहिँ यहाँबाट जाँदैछौँ किनकि अब क्यामेरा चाहिँ अब यहाँबाट अफ पारेर म एकैचोटि सरप्राइज तरिकाले यसरी गरेर गयो भने त अब पुरा चिन्छन् नि त अनि त्यही भएर हामी चाहिँ यो क्यामेरा अब राख्ने अनि उहाँ त बोल्ने म केही बोल्दिनँ म चाहिँ यस्तो लुकेर क्या भिडियो गर्छु होइन अब जे बोल्छ बिन्ते बोल्छ उहाँ पर गफ गर्दैछ होइन बिन्ते बोल्छ जे बोल्छ बिन्ते बोल्छ यता दिदीहरू पनि हुनुहुन्छ अरे ल सो यहाँ दिदीहरू पनि हुनुहुन्थ्यो अनि प्र्याङ्कवाला भिडियोमा मैले खासै ल्याउनु चाहिनँ कि किनभने अब प्र्याङ्कवाला भिडियो अनि त्यही भएर दिदीहरूले ल्याउनु चाहिँ छैन अब जस्तो अब क्यामेरा यहाँबाट टक्क सिक्रेटली गर्नेवाला छौँ होइन एकैचोटि अहिले चाहिँ जाने बित्तिकै तत्काल केही हुनेवाला होइन अब एकछिन र बिन्ती आउँछ अनि जे कुरा गर्छ अब सो मैले क्यामेरा अहिले चाहिँ अफ पारेँ होइन अहिले उहाँ लगेर कस्तो हुन्छ त्यो देखाउनेवाला छौँ सो अब यहाँ अगाडि गइरहेको चाहिँ प्र्याङ्क गर्नेवाला चाहिँ सुरुमा नमान्नु हाल्नु हामीले पुरेर पनि भर टाइम फोड्दा हो नि त हो फुक्क रिस उठ्दो दिने भने फोन गर अहिले म भन्दैछु नि अहिले जिम्मा लाउँछु र म त गएर ठुली कान्छिकामा बसिनँ भने त 15 दिन भन्नु दोहोलो पार्छु केक टपको भएन कत्रो महँगो भनेको डिजाइन एक ठाउँमा त एक ठाउँमा के भनेको भने त्यो भेनिला एक ठाउँको केक भनेको होइन अनि मैले डिजाइन के चेन्ज गर्न लाग्यो भने त्यो अब मैले पनि बेचेको हो नि होइन अब मलाई थाहा हुँदैन कलर चेन्ज गरिदिनँ भनेको त एक्स्ट्रा पेमेन्ट पो लाग्छ भनेर भन्नु हो त्यो उयो पार्टी भाइदेखि साइडको छ नि त अब बेकरीको नाम पनि खुलाइदिन्छु रेलवेले गइन त्यहाँ के जानु त्यहाँ गएको भए त मिलाएर दिन्थ्यो होला तर गइन त्यहाँ अब केक क्यान्सल भयो अब त्यही खानेकुराहरू लाने अनि त्यही खाने अब केक किन्नै सकेन मनै पर्न कस्तो कत्रो रिसेउ त धेरै पनि भन्नु आमा चाहिँ के भन्नुहुन्छ फेरि केक खान क्या केक खान के भयो थाहा छ केक के भयो थाहा छ गयौँ होइन अनि त्यसको भेनिला फ्लेभर ल्याउने भनेको थियो नि त भेनिला फ्लेभर ल्याउने भनेको थियो नि त अनि लास्टमा भएन क्या मैले त नर्मल डिजाइन होइन प्लेन खालको बनाएको होइन केही डिजाइन नराखेँ माथि त्यो उयो हुन्छ नि खै के भन्छ नि त्यो गोल्डन कलरको आँखा लगाएको होइन कलरमा त चेन्ज गरेको त कि महँगो न महँगो भनौँ क्या 1200 भन्छ
अनि भेनिला फ्लेभर होइन म बेचेको होइन मलाई थाहा हुँदैन भन्दा 5 दिनमा आउँछ नि त फेरि अनि चेन्ज गर्दा पनि त्यति लिन्छ क्या सुन चेन्ज गर्दा पनि त्यति लिन्छ क्या अनि भनेको त भरे त त्यति भएन अनि मेरो पालि के हेर्नु पऱ्यो भोलि मासुहरू लानुपर्छ होइन अनि त्यस पछाडि होइन त्यसो गर्नुपर्छ ल हामीले चाहिँ हिजो केक अर्डर गरेका थियौँ बिन्ताकबाट अहिले भाइ र म चाहिँ जानेवाला छौँ हाम्रो टाटा सफारीमा देख्न सक्नुहुन्छ है होइन हाम्रो टाटा सफारी सो अब बेलबारी जाँदैछौँ गएर अब केक सेक लिएर आउँछौँ अनि हामी चाहिँ माथि डाँडा च्यान डाँडा भन्छ होइन त्यहाँ जानेवाला छौँ जर्सी भिडियो हेर्दै गर्नु होला अभी फाइनली हामी चाहिँ गिफ्ट पनि यो छ मेरो चाहिँ होइन यिनीहरू चाहिँ हामी मसँग पनि दाम त छ नि होइन अब यो चाहिँ हो अनि केक अघि हामीले सकेर यहाँ दिइसक्यौँ होइन माथि नै अनि तपाईँले केक ल्याएको भिडियो चाहिँ बनाइनौँ किनकि अब साइकलबाट गएको नि त अब हाम्रो टाटा सफारी भनेको त्यही हो होइन जे भने पनि त्यही हो अब फर्चुनर स्कर्पियो अनि के भन्छ रोल्स रोयल जे भने पनि त्यही हो हामी त्यो बाटो गएको थियौँ ल्याम्बोर्गिनी त्यस्तो अब केही न केही बाटोमा एकदम गाडीहरूको चापाचाप हुन्छ त्यही भएर चाहिँ हाम्रो गर्न सकेनौँ अहिले चाहिँ हामी माथि च्यान डाँडा के भन्छ रमिते भवन भन्छ हो त्यहाँ र च्यानारायण भन्छ च्याने रमिते भवन हो त्यो चाहिँ हामी जान लागेको छौँ होइन यहाँ चाहिँ छ मेरो गिफ्ट यहाँ 500 को मेरो गिफ्ट छ होइन सुकाइछ अब 500 गिफ्ट छ अब के गिफ्ट छ होइन त खुलाउनेवाला छुइनँ किनकि यो मेरो भाइलाई चाहिँ थाहा छ होइन यसलाई यो बुनुलाई चाहिँ थाहा छैन फाइनली जाँदैछौँ अब हामी त बर्थडे गर्लहरू चाहिँ अलिकति अगाडि नै गइसक्यो नि त हामी चाहिँ अलिकति पछाडि छौँ अलिकति नुहाइयो चटक्क पऱ्यो होइन अब यस्तै हो होइन अर्को पनि गर्लफ्रेन्ड पठाइदिउँ भनेर टक्कसँगले सो अब भाउजूले खेदाउँदै गर्छ नि भाग्दै गर्नुपर्छ होइन सो अब उहाँ बर्थडे बारेमा माथि गएपछि नै भिडियो बनाउनेवाला छु ल लेट्स सी वीडियो हेरौँ फाइनल हम लोग आ ही चुके हैं हम रमिते भवन और ये देख सकते हैं रमिते भवन हम लोग आ ही चुके हैं मेरे हिंदी इतना अच्छा तो नहीं है बट थोड़ा थोड़ा मैं सीख रहा हूँ क्योंकि इसी ब्लॉग में मैं लेकर आ रहा हूँ कि ये बर्थडे ब्लॉग्स भनन हम लोग के मूंगफली भन्छ हैन बदामलाई त्यो खाने वाला छौं हमने मूंगफली ही इसी को ही कहते हैं ना ये हमने ले चुके हैं अब के भन्ने हिन्दी म जान्दिनँ हामीले यो बदाम लिइसकेका छौं अनि जाँदैछौँ अब बर्थडे गर्लहरू पछाडि हामीभन्दा अगाडि आएको मान्छे कि तर पछाडि नै छन् हैन हामी चाहिँ दाजुभाइ चाहिँ अलिकति जाँदैछौँ अनि गएर यो टक्क सक्दिनेवाला छौँ क्योंकि ये अच्छा होता है ना इसलिए हम लोग इसे रफा साफ कर देते हैं बट पहाड़ी बादाम वो ही है ना पहाड़ी बादाम वो के रहा है फिर मैम का खाते का मान धुलो उडाएर गयो नि खाते का मानले धुलो उडाएर गयो नि त मुला अनि होइन सरी म यस्तो कसैलाई केही भन्नेवाला होइन क्या मेरो बोली एकदम खतरा छ म राम्रो छ होइन म कसैलाई केही भन्दैन आजसम्म यत्रो भयो होइन अब जस्ट केही यस्तो छाडा बोलेको छु त मैले सोझो बच्चा एकदम सोझो चलो सोझो भने पैसाको ठिक छ त्यसो हामी एकदम सोझो हो होइन न त्यस्तो केही जान्दिनँ नि त अनि सो अब हामी यहाँ सट्ट उँभो जानेवाला छौँ माथि नै पुगेपछि खाँदै गरेको तपाईँलाई भिडियो देखाउँछु अनि केक सेक कटिङ त्यो स्प्रे छ नि त त्यो स्प्रे चाहिँ त्यो बर्थडे गर्लको अनुहारभरि मै हो छिर्किने अब दिने अनुहारै सकाइदिने है त भिडियो ओके ल यसले रोक्नु भन होइन भिडियो एकछिन रोक्नु भन यसको केही छ मलाई कुट्ने यो भिडियो आएन भने यसले मलाई कुटेर मलाई रफु सफा गरिदिएको हो होइन बुझ्नु मलाई केही हो भने तपाईँहरू आउनु होला ल हामीले यहाँ कुल्फी र खोइ के भन्छ यो खानेवाला छौँ यहाँ एउटा यहाँ भाइले लिइसक्यो होइन अब अर्को यहाँ अङ्कलले बनाउँदै हुनुहुन्छ सो अब मैले पनि लिनेवाला छु होइन सक्नुहुन्छ अब अङ्कलले यस्तो छ होइन अब पछि हामी चाखेर टेस्ट गरेर यहाँ बताउनेवाला छौँ ल सो मामपुली कहाँबाट जाने हो है माथिबाट हो अनि सो यही हो हामीले लिएको वाह 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 त्यो फेरि तपाईँहरूलाई चुम्मा दिएको होइन नि त
टेस्ट गरेको अब हामीसँग आउने त सिधा अभागी है मतलब 20 रुपियाँ भयो नि जान्छ हाम्रो यार एक्स्ट्रा 20 रुपियाँ जान्छ त फाइनल्ली हामी रमिते भन्ने ठाउँमा आइसक्यौँ तलबाट निक्लिँदैछौँ एक्स्ट्रा अर्डिनरी भने जस्तै तपाईँहरू देख्न सक्नुहुन्छ कस्तो नराम्रो भाई ये छुचुंदर लोग इसी में मजा कर रहे हैं देखिए वाह वाह दामी रह तो अंकल को यो के अरे आइसक्रिम आइसक्रिम अच्छा है अच्छा था तो खाइदिनु होला आइसक्रिम ल फाइनली यहाँ ओपन हुँदैछ केक बिग्रेर यस्तो भइरहेछ यो बर्थडे गर्ल ला नभने मलाई रिस उठ्छ नि ला भन्नु भने एकपल्ट लडाइदिन्छु म ला भन्दै तपाईँ दिएन ला भन्दै बर्थडेको ह्याप्पी केक त मलाई केक झिक्न सिकाउँछिस् खाने होइन हौ थाहा छ हौ मलाई पनि कता कता लगाइदिन्छस् तेरो मर्जीले लगाइदे छैन अब त अहिले भर्खरै आएर यहाँ हामी आएको 1 मिनट पनि भएको छैन केक झिकेर यहाँ काट्न ठिक पारिसकेको छ हाम्रो बर्थडे गर्ल फोटो खिच्नु टिकाराम दादा होइन भिडियो हो ओन्ली भिडियो फोटो खिच्ने अरू टिकाराम दादा फोटो ए ओके मैले फोटो खिचिसकेँ भिडियो बनाउँदै फोटो खिच्यो भन्नुहुन्छ ल कपाल ठिक छ नि ल अब कपाल कोर्ने ल कहीँ यो छैन अनि ठिक छ कि छैन भने ठिक छ हौ राम्रो ठिकै छ अप्सरा होस् है ए तेरिका मलाई दादा रिस उठिरहेछ सबैदेखि भिडियो ला के गरेको पर्छ त हौ पर्छ अलिअलि त हुनु पर्यो नि त उता ऊ धुने मान्छे रिसाए है ह्यापी बर्थडे टु अनुहारमा हो यता न अनुहारमा लुगा चाहिँ भर्नु बर्थडे लुगा धुन अल्छी लाग्छ क्या भाइ छेउमा नआउ मलाई छिना तँलाई त हेर बर्थडे बर्थडे यसले त ह्यापी बर्थडे मेरो कस्तो गरेको रोहन भेषमा किन लगाइदिएको के अरूको त लाग्न केही हुँदैन पाइँदैन आफ्नै हातै दौडो त्यही भएर पटाएर भेष हो अनुहारमा आऊ त्यसको चाहिँ त्यता होइन हौ यता असली बदला त यता लिनु भयो के गरेको फाइनली दुश्मन दुश्मनी लु सक्यो उता जा ओइ ह्यापी बर्थडे ह्यापी ह्यापी बर्थडे टु यु विनिता थापा ला बिन्दाको को आज जन्मदिन परेको हुनाले अब खै दादा आउनु फर्स्ट बाइक म फर्स्ट ओ माई गड फर्स्ट यो भिडियो बनाएँ मैले मेरो छिटो ल हातले सबै खानु नि धेरै राम्रो भिडियो बनाइस् नि बनाइरहेछ हौ ल यति हो होइन मेरो चाहिँ भिडियो बनाऊ दल्न होइन अनुहारमा त अहिले दल्दिन हुँदैन क्या टिसु ल्याउनु पर्ने रहेछ यार रोहन आऊ बस फाइनली आऊ केक आउन कटिङ छोड्नु। गरिसक्यो होइन सीमा आऊ ओइ रोहन आऊ हेर बस फाइनल्ली होइन जो भयो भने गर न म सबैलाई काट्दै दिन्छु ल अब यो सकि त गयो उसलाई फेरि आफ्नै ओइ रोहन आऊ हातमै भयो ल यो टिसु ल्याउनु पर्थ्यो कि ल्याउनु चाहिँ होइन पर्थ्यो होइन मलाई चाहिँ त्यो बिचको फाइनल्ली खाने भए समातेर खाने नभए घरतिर जाने या सही आएपछि चाहिँ के भनेको ल कराउँछ होला हो आज हामीलाई कसले कसले गराउँछौ भन्दैछ नि तपाईँलाई त्यही भएर त भन्दैछ कहाँबाट गयो भन्दैछ
सुनिस् कहाँ तैँले? छु मैले भन्नु नि ऊ गर्न रोहन आफ्नो सरासरी पो गर्ने यहाँ बस न आएर यो अनुलाई दिदी के भने अनु सबै डल्ली यहाँ कालो भेषमा चाहिँ त लाग्दैन मेरो चाहिँ विराटलाई हेरोस् न त के टेन्सन लिन्छ हो हेर्नु न जाने लाज मर्दै दिनुपर्छ के बरु उयो दाना तिनीहरू कराउनको लागि यहीँ आउनुपर्छ तिनीहरू आयो भने तपाईँहरू किन आउनुभएको सिधा खाने भन्नु हो यो दिन कराउँछन् जस्तो लाग्यो मलाई हे तेरि कति डराउँछु हौ छिटो न के भएर मैले आज यहाँ नपसौँ भनेर दादा हुन्छ को पो थियो हौ मासु लु फाइनल्ली हामी इलिगल तरिकाले पसेको नि त उता गेरा बाह्र छ होइन कसलाई हो सबैलाई टिकाराम अन्त दादा सबैलाई तँलाई ए त मात्र बाँकी छस् लु भयो दादा भिडियो कहाँ भिडियो यो त जति पनि हुनसक्छ अब आजको भरे क्रप स्रप गरेर होइन फ्याक्ने हौ फ्याक्ने हो मोती हो मोती नडराउ न पुलिस ल्यायो भने पनि हाम्रो बुवा सिधा आदि दे त ओइ आदि दे त हो त अनि यहाँ मुले यति बसेको पुलिसले ल्याउँछन् भने पनि बरु कराए त्यस्तो फाइनल्ली त्यसले खाइसक्यो भनेको लु अझै खा भन्नु यस्तो लागेको पुरै तरङ्गै भयो यो चाहिँ धेरै हाँसी गर्दै केक ल्याइदियो भने चाहिँ लाग्दैन लाग्नु कसलाई लौ रोहन दादालाई दिएन दादा न म खान्छु यहाँ आउनु है दादा ए तेरिका लु भिडियो सकाउनु कहाँ भिडियो त इन नै हुँदैन आज ला विराट सबैलाई दिने लौ लौ अनु छ अनु सबैलाई दिएँ नि मैले होइन? मलाई चाहिँ ए ला ए तँ खाने म स्पमै स्पम भएको दिन्छु सबै लु अब मेरो टर्न होइन जब पानी ल्याउनु पर्छ नि हामीले भिडियो नबनाउँदै छ्या यो खाएको किन खानै नहुने र भिडियो विराटलाई दिस भिडियो सबैलाई धोको मोती छ है खानु भयो मैले थाहा छैन। भित्र मोटी नै पलायो भने केही हुँदैन यो मोटी खाने हो खाने त म खाने हो अनि कहिले फाल मैले यता नि फ्याँकेको छु खा राख्दा खाने हो क्या यो मोटी फाइनल्ली यो चाहिँ मेरो गिफ्ट हो होइन त्यसले अनबक्सिङ गरी होइन त्यसले हेरिसके थ्याङ्क यू सो मच वाउ चम्ची र कप अब यो चाहिँ सीमाको गिफ्ट रहेको छ होइन म यो मेरो पनि यस्तै आएको थियो सीमाको कताबाट गर्नु? सीमा बुनु भनेको मोटी मोटी बुनेको छ नि ऊ बुनुको गिफ्ट हो होइन अलिक तस्तो नि यस्तो आएको छ फाइनल्ली फाइनल्ली कप आएको छ होइन होइन अब राखौँ होइन अब हामी के खान्छौँ अब यो सबभन्दा सुरुमा हामी सबभन्दा सुरुमा के पानी खान्छु जुन त ऊ त्यहाँ तल पानी छ जस्तो चाहिँ लाग्यो उयो गएर आउनु त नि यो सबै खाना अगाए होइन सबै पठाइदिनु ल त्यसलाई यो सबै खाएर अगाए होइन मलाई पेट अगाइरहेछ मैले किन नछोडेको थाहा छ पैसाको मलाई थाहा छ नि त होइन 2000 पो गएको त है साँच्चै अनि म यो सकाउँछु भनेर ए राम राम टिपेर खान मिल्यो भने खानु 2000 रुपियाँ त्यो 5 रुपियाँ गएको छ नि कता 5 रुपियाँको हौ ओइ त्यता छ त्यहाँ 10 रुपियाँको छ यहाँ दिन त 2 रुपियाँको छ राम राम कपाल पनि हो ठ्याक्कै 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 घोडा ओ घोडाको अगाडि हुन्छ नि त्यही त जुल्फी म त पुग्लुकै ढले सोध्छु ल म त ढले गाइस हामीले चाहिँ के खाइसक्यौँ होइन खान त खाइसक्यौँ होइन अब छैन के अरे त्यस्तै उस्तै हो तर यहाँ डस्टबिन भनेको त यहाँ त त्यस्तो केही चिज हाल्नै पनि नमिल्ने रहेछ है क्या हो ओ यहाँ त नमिल्ने रहेछ नि त नि ए मिल्छ फाइनली हामी चाहिँ यहाँबाट निक्लिसकेको छौँ होइन
अहिले अगाडि गइसक्यो यहाँ भाइ छ यहाँ बुनुहरू छन् 2 जना अनि फाइनली हामी चाहिँ यहाँबाट निक्लिसकेको छौँ बर्थडे पार्टी भनेको त्यस्तै उस्तै भयो त्यस्तो चाहिँ राम्रै भयो भनौँ न अनि एउटा ब्याड न्युज के हो भने बिन्ताको फोनको पछाडिको क्यामेराको के भन्छ त्यो क्यामेराको त्यो कभर चाहिँ निक्लेको हुनाले अलिकति फोटो खिच्न भएन बिनिता अलिकति स्याडमै छिन् होइन सो फोन बन्योस् उसको भन्न चाहन्छु म चाहिँ अनि त्यही हो अब आजको ब्लग भनेको त्यस्तै अब हिजोदेखिको ब्लग होइन कस्तो आउँछ अब लाइक सब्सक्राइब सेयर गरिदिनु होला भन्दै आजको ब्लग अन्त्य गर्न चाहन्छु र मैले बाबा भनिदेऊ त मेरो ब्लगमा एउटा बुनु बिनिता बाई बाई सिते ल बुनु ल अलिकति यो बुनुल चाहिँ केही नआएको है बाई गाइस सो गाइस यो चाहिँ मामाको सो आजको ब्लग यति नै नेक्स्ट ब्लगमा पक्कै भेट्ने नै छु भन्दै आजको ब्लगलाई अन्त्य गर्न चाहे हस् त बाई